हेलो गुड मर्निङ गाइज। धेरैपछि मैले अब ब्लग बनाएको छैन। आज कति 2:27 भइसकेछ। म बिहान उठेर चिया हान्दैछु। आज म घर जाँदैछु बिहानै एकजना सुतिरहेछ। मलाई चाहिँ पर्खिरहेछ। अब मैले उठ्ने फ्रेस भएर गाडीतिर लाग्ने। आजको म दसैँको ब्लग बनाउँछु। हाम्रो घर जाने सफर सुई काठमाडौँदेखि सिरा। अनि अब अहिले म के भने पठाउमा जानु पर्यो होला। पठाउ चाहिँ अब गर्छु म। गाइस म रेडी भइसकेको छु। अनि मेरो सबै सामान हेर्नुहोस् यहाँ। कति राति छ आज, कति राति। दुईजना पर्खिरहेछ। पठाउ आउँदैछ। अलि पठाउमा जाने हो म। पठाउमा चढ्ने हो। आज दुईजना पनि उठेर बसिरहेको छ। ब्याग हाम्रो पठाउले अलिकति मिस्टेक भएर त्यो राति घुमिरहेछ। त्यही भएर हामीले अलिकति हिँडिरहेको। कलङ्की मन्दिरसम्म है त। अब एकछिनमा पठाउँछ नि, पठाउमा चढ्ने अनि लाग्ने हामी चावलतिर। लगाइ हामी मन्दिरतिर आइसक्यो। मेरो पठाउ आइसक्यो। अब पठाउमा जान्छु, बस्छु एकछिन लगाइ। बाई बाई बोला। बाई बाई गाई। यही तल गाडी रोक्ने ठाउँ यही हो। गाइज म आइसकेको छु पशुपति भिजनमा। गाडीहरू केही छैन र म यो ठाउँमा अबलाल नारी अकेलै छु यहाँ। मेरो गाडी केही समय ढिलो भएको छ। त्यही भएर म यहाँ एक्लै बसिरहेको छु। सन्नाटा छ यो ठाउँ हेर्नुहोस्। अलिअलि डर पनि लागिरहेछ। ओ कतिखेर आउनु यार। गाइज अब हामी जान्छु घर। अनि त्यसपछि घरमा गएर मस्ती गर्ने हो, पानीपुरी खाने हो, चटपटी खाने हो। बाँकी चाहिँ बाटोमा आइसकेछ है। गाडी चाहिँ आइसकेछ। अब गाडीमा जानु पर्यो। गाडी बेला दाइ। यो दाइ चाहिँ मेरो आफ्नो चिनेको दाइ हो। गाउँ के भन्नु। मेरो सिट त अगाडि होला नि यहाँ। बेचरा बिहानै सबलाई हेर यस्तो रहेछ। बिहानै सबैजनाको हालत दाइ हालिदिनुहोस्। मेरो सिट चाहिँ यो होला। म गाडीमा आइसकेको छु। गाडी हिँड्यो। गाडी यो चाहिँ खाना खाने ठाउँ है। खाजा खाने ठाउँ। आज हामी राधे। अब यहाँबाट अब हामी निस्किने घर। गाइज 2 बजीदेखिको बिहान उठेको अहिले मर्निङ टाइम भइसक्यो। हेर्नुहोस् अब घाम आउनु पनि लागेको छ। गाइज गाडीको जाम लामो छ। यहाँदेखि उइसम्म जाम।
बाटो भइरहेछ यार ओइ बाटो के भएको भन्छ जाम भएको आज बाटो के भएको भने नि आज त्यहाँ बाटोमा उ छ यसलाई के भन्छ बारी लागेको त्यही भएर जाम पर्छ गाडी कति धेरै लामो बाबा अब घर जानु हामीलाई टाइम लाग्ने हाल्नुहुन्छ गाइज मेरो गाडीमा एकजना दादी सुतिराख्नु पर्छ यो दाजुले त मलाई घरि मारिदिनु भएको छ चिम्टेर लास्ट छुनु पनि दिँदैन मलाई त मारिदिनु मलाई त घरि निस्किएर ल जाम खुल्यो गाडी बसाइरहेछ ल गाडीको ल गाइज अब के हुन्छ नजाराहरू गाइजमा आफ्नो ठाउँ आउनु लागिसकेको चाहिँ सिन्धुलीको जङ्गल सकिनलाई सबै गाइडहरू कुरा गरिरहेको ठाउँ आउनु ठाउँ गाडी समाधि मैले भिडियो गरेको छु क्या ल हाम्रो यहाँ गाडी के अरे सिटी पाउने ठाउँ म सिरा आइसके हाम्रो सिरा हुने ठाउँ दाइले जेला झोला ल बाँकी भिडियो पुजी हाम्रो ठाउँ गोलबजार हाम्रो बहिनी दसैँ आउँदा घर कस्तो मजा लाग्छ है कति रमाइलो लाग्छ आफ्नो ठाउँ आउँदा यो चाहिँ हाम्रो गाडी स्ट्यान्ड सिटी स्ट्यान्ड यो सिटीमा चाहिँ हामी घर जान्छु अहिले मेरो घरको बाटो देखाउँछु ल आजका दिदी यहाँ पनि आउनु पर्यो यार हाम्रो सिराजीलाई यस्तो फोहोर छ कि हाम्रो घरको बाटो हाम्रो गाउँ कस्तो हरियाली मिठो हावा क्या सिटीमा चढ्दा त अघि त तातो हावा थियो चिसो हावा है मेरो गाउँ घर जाने बाटो दर्शन हजुरबा यो चाहिँ हाम्रो गाउँको फेभरेट हजुरबा हाम्रो गाउँ मेरो घर भर्खर म घर आएँ राखिदिनु बाई बाई लगाइदिए मेरो चाहिँ घरको एन्ट्री जाने ठाउँ अब म घर आइसकेको छु अब घर गएर घर मेनु यहाँ
कपडा सुगा छ झारहरू धेरै भएको छ यो मेरो घर म घर आइसकेको छु अनि म सुत्ने ठाउँ र मेरो हजुरबा सुत्ने ठाउँ अहिले चिन्नु छ हेलो दर्शन यो कोठामा चाहिँ म र मेरो हजुरबा सुत्थ्यो अब हजुरबा पनि बित्नुभयो हजुरबालाई हजुर कति धेरै मिस गर्छु के गर्नु छैन तर हजुरबा के गर्नु नबुझेर पनि खुर्र कुदेर हजुरबा भन्थ्यो अब एक्लै सुत्ने एक्लै उठ्ने बाई बाई दुःख लाग्छ कुराहरू सेयर गर्नु